अरू सुकुम्बासीको हकमा सुकुम्बासीको स्थान सार्दै गर्दाखेरि कहिले सूचना नदिएको होइन, पटक पटक सूचना दिएको, माइकिङ गरेको, जानुस् है तपाईहरू सुरक्षित ठाउँमा बस्नुस्। कति साँच्चीकै उहाँको घरबार विहीन हुनुहुन्छ भने त यो देशको सरकारको जिम्मेवारी हो नि। घाँस बाँस कपास रोजगारी त जिम्मेवारी हो, उहाँहरूले पाउनुपर्ने आधारभूत अधिकार हो त्यो। त्यसप्रति सरकार प्रतिबद्ध छ, गम्भीर छ। तर ढलको छेउमा बाढी आउने जोखिमपूर्ण स्थानमा नागरिकलाई राखेर यो राजनीतिक भोट ब्याङ्कको गेम खेल्नु चाहिँ त्यो गलत हो। त्यो विगतदेखि गरिआएको हो, अरू दलले गरिरहेको हो, प्रयोग गरिराखेको हो। त्यसैले गर्दा यसलाई सुरक्षित तरिकाले, सरल तरिकाले ती नागरिकहरूलाई भविष्य केन्द्रित भएर, रोजगारी घाँसपास कपास केन्द्रित भएर स्थानान्तरण गर्नुपर्छ भनेर त्यो प्रक्रिया सुरु गरेको। यसमा मैले लेखेको बुदाहरूमा पनि उल्लेख गरेको छु कि एउटा विशेष आयोग बनाएर यसलाई व्यवस्थित तरिकाले अगाडि बढाउने कार्यविधि बनाएर सो द्याट मान्छेहरूलाई अब के हुन्छ भन्ने अन्योलता नरहोस्, अब यस्तो हुन्छ भन्ने कुरा त्यो क्ल्यारिटी, त्यो निश्चितता होस् भनेर आयोग बनाउने तयारी पनि पहल पनि भइराखेको छ। यस्तै यस्तै कुराहरू लगायत अरू विभिन्न कुराहरूमा सरकार र यस पार्टीबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि सभा सदस्य बीच एउटा समन्वयको भूमिका निर्वाह गर्नलाई 2 जना सचेतक र प्रमुख सचेतकको ध्यानकर्षण गराउनु भएको छ। साथै सातवटै प्रदेशबाट प्रतिनिधित्व गर्ने एक जना सांसद र केन्द्रबाट केही राखेर 9 वा 11 सदस्य समन्वय गर्नको लागि समिति बनाउने परिकल्पनामा छलफल पनि भएको छ। यस्तै कुराहरूमा छलफल भएको छ। एउटा कुरा भन्दै टुङ्ग्याउन चाहन्छु कि एउटा हिन्दीमा उखान छ, बात गर्ने से बात बनती है। त्यसैले गर्दा यो कुरा, यो संवाद नेता सांसदहरू, समिति सभापतिहरू लगायत एक आपसको बीचमा यो संवादहरू जारी रहोस् र मान्छे अन्योलता र असमञ्जसतामा बसिरहन बाध्य नहुन् नेताहरू। र अर्को कुरा, यो सबै कुराको निराकरणको लागि सभापतिज्यूले आज नै महामन्त्री र प्रमुख सचेतकज्यूलाई निर्देशन दिनुभएको छ कि एउटा समय अन्तरालमा सकिन्छ भने हरेक सप्ताह एउटा मन्त्रालयगत रूपमा ती मन्त्रालयको जिम्मेवार मन्त्री र सचिवहरू लगायतको उपस्थितिमा एउटा अन्तर्क्रिया निरन्तर रूपमा गर्ने। जस्तै सुरुवातमै अर्थ मन्त्रालयबाट गर्ने, किनकि अहिले अर्थ मन्त्रालय धेरै सान्दर्भिक छ, बजेट निर्माणको क्रममा रहेको हुनाले अब अर्थमन्त्रीज्यू, सचिवज्यू लगायत ती विभागमा प्रमुख जिम्मेवारीमा रहनुभएको कर्मचारीहरू सहित राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा पिरियोडिकल डिस्कसनहरू गर्नेछ र यसले चाहिँ थप केही कुराहरूको सङ्कोच छ, अन्योलता छ भने त्यसलाई र कुनै सूचनाको कमी छ, जानकारी अनुभवको कमी छ भने त्यसमा सहज वातावरणको सृजना गर्नेछ भनेर यो कुराको पनि परिकल्पना गरेर आज नै निर्देशन पनि दिइसक्नु भएको छ। अब खास गरेर विपक्षी दलहरूले चाहिँ जानकारी गराउनलाई म उपस्थित भएको छु। तपाईहरूको उपस्थितिप्रति सम्मान व्यक्त गर्दछु, उपस्थितिको लागि धन्यवाद पनि छ। आजको बैठकमा लगभग 55-56 जना जति प्रतिनिधि सभा सदस्य उपस्थित हुनुहुन्थ्यो। यो अनौपचारिक बैठक भएको हुनाले संसदीय दलको पदाधिकारी र सदस्यहरूलाई उपस्थितिको लागि बाध्यात्मकारी अवस्था थिएन। काठमाडौँमा उपस्थित रहनुभएकाहरू समय मिल्छ भने आउनुस्, छलफल गरौँ। केही प्रश्नहरू, केही असमञ्जसता, केही जटिलता, केही आवश्यक पहलहरू सहजीकरण छ भने एकअर्कासँग छलफल गरौँ भनेर पार्टी सभापतिले बोलाउनु भएको थियो। पार्टी सभापतिले बोलाउनु भएको यस बैठकमा हामीले लगभग 26 जना सांसदहरूले आफ्नो कुरा राख्नुभयो र 26 जनाले कुरा राख्दै गर्दा समसामयिक विषय, सांगठनिक रूपमा केही कुराहरू, संसदीय भूमिकामा केही कुराहरू, सरकारले गरिराखेको कामको निर्णयहरूको बारेमा केही कुराहरू, आफू जिल्ला र निर्वाचन क्षेत्र जाँदै गर्दा त्यो भ्रमण दौरान आएका केही सरोकार, जिज्ञासा, प्रश्नहरूको बारेमा उहाँहरूले आफ्नो कुरा राख्नुभयो 26 जनाले। र त्यो सबै राखेपछि पार्टीको महामन्त्री जो प्रमुख सचेतकको रूपमा पनि जिम्मेवारीमा हुनुहुन्छ र पार्टी सभापति 2 जनाले त्यो कुराहरूलाई सम्बोधन गर्नुभयो। पार्टी सभापतिले
लामो व्याख्या गरेर सबैलाई यथेष्ट समय दिएर सबै कुराहरू सम्बोधन गर्नुभयो। यसमा मैले तपाईहरुलाई WhatsApp ग्रुपमा पनि बुदाहरू पठाएको छु र अरू त्यसमा स्पष्ट रूपमा धेरै तपाईहरुको अहिलेको जिज्ञासा सुकुम्बासीलाई स्थानान्तरण जुन गरियो त्यो प्रक्रियासँग सम्बन्धित होला, यो अध्यादेशको बारेमा केही कुराहरू होला। अध्यादेशको बारेमा हामीले छलफल गर्यौं र पार्टी सभापतिज्यूले स्पष्ट रूपमा के भन्नुभयो भने कहिलेकाहीँ यो नम्र राजनीतिक यसमा आक्रमकता, नम्र राजनीतिक आक्रमकता, त्यसलाई सफ्ट पोलिटिकल एग्रेसन भन्छ, चाहिन्छ। त्यो सबै समयले नै यो डेभलपमेन्ट चाहिँ के भन्छ भने एउटा बाइ डिफल्ट हुन्छ, एउटा इन्टेन्डेड हुन्छ। यो कुनै आफूले योजनाबद्ध रूपमा गरिने परिवर्तनहरू हुन्छ, कुनै समयले गर्ने परिवर्तन हुन्छ। तर हालको अवस्थामा समयले गर्ने परिवर्तनहरू पुरेर बस्न सक्ने सुविधाजन्य अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी छैन। जनअपेक्षा निकै नै छ र त्यो जनअपेक्षा अनुसार आफूले परिणाममुखी काम गर्नको लागि यो सरकारलाई, यो दललाई एउटा सफ्ट पोलिटिकल एग्रेसन आवश्यक छ। र तसर्थ केही आयोग नियोगहरूमा त्यहाँ प्रमुखहरू हुनुहुन्न, कार्यवाहकले सम्झौता गरेर सञ्चालन गर्न बाध्य हुनुहुन्छ, केही नियुक्तिहरू आवश्यक भइसक्यो। हामीले राजदूतहरू हेर्दाखेरि आधाभन्दा धेरै राजदूतावासहरू, विदेशी नियोगहरू खाली छ। कतिवटा कुरा पहिला सेटिङमा गरेको नियुक्तिहरू सम्झौता गरेर आफ्नो मान्छे र आफ्नो कार्यकर्ता व्यवस्थापनको लागि मात्र त्यो उद्देश्यले गरेको कतिवटा नियुक्ति र यो देशको हालको अवस्थामा यो देशको सबैभन्दा ठुलो लगभग 2/3 पुगेको एउटा पार्टीको सभापतिले सदनमा रोस्टमबाट अनुरोध गर्नुहुन्छ कि परिवर्तनको लागि तपाईहरु साथ दिन चाहनुहुन्छ भने कृपया राजीनामा दिनुस् र ठाउँ खाली गरिदिनुस्। यदि तपाई सक्षम हुनुहुन्छ भने तपाई फेरि फर्केर आउने बाटो रहने नै छ। तर सम्झौता गरेर आफ्नो आफन्त र कार्यकर्तालाई व्यवस्थापन गर्नलाई सृजना गरिएका, कानुन टेकेर सृजना गरिएका अवसरहरूमा अब सम्झौता गरिने छैन। तपाईहरुले देख्नुभयो होला, हामीले राजदूतहरूलाई पनि नियुक्तिको लागि कल फर एप्लिकेसन गर्दैछौँ। यदि तपाई सक्षम हुनुहुन्छ, त्यो सम्बन्धित देशमा पुग्ने तपाईको योग्यता छ, पृष्ठभूमि छ भने आउनुस्, आवेदन दिनुस् भनेर। यो कुराहरूले र राजनीतिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी कति सक्रिय छ र कति इमानदार छ भन्ने कुराको केही सूचक दुईवटा मात्र। यो भन्दा अगाडिको कार्यकालमा सदनमा समितिहरू बनाउनको लागि र समितिको नेतृत्व चयनको लागि लगभग 4 महिना लागेको थियो। हामीले त्यो 9 दिनमा, सदन बसेको 9 दिनमा समितिहरूको निर्णय गर्यौं। त्यसले देखाउँछ कि हामी कति आतुर छौं। इमानदारीताको हकमा प्रतिपक्ष दलले एक वचन नमाग्दा पनि प्रमुख प्रतिपक्षलाई सार्वजनिक लेखा समितिको नेतृत्व दिनुपर्छ भनेर त्यो राजनीतिक अभ्यास फर्कायौं। यो भन्दा अगाडि त जति रोइ कराई गरे पनि सत्ता पक्षले मानेको थिएन, दिदैनौ, के गर्छौ गर भनेर दम्ब देखाएको थियो। यसपालि त माग्नु पनि परेन, कानुनमा कतै लेखिएको छैन। त्यो राजनीतिक अभ्यास हो, एउटा त्यो इमानदार अभ्यास हो। हामीले त्यो गर्यौं। तपाईहरुले सोध्नुस्, नेपाली कांग्रेस लगायत अरू दललाई कसैले माग्न परेको थिएन त्यो भनेपछि त्यो राजनीतिक उधार अभ्यास त गरि नै राखेको छौं। यहाँ अध्यादेशले यो सफ्ट पोलिटिकल एग्रेसन चाहिएको समय भएकोले त्यसको लागि हो। यसमा थप मैले सभापतिज्यूलाई पनि अनुरोध गरेको छु, उहाँ केही बैठकहरू सकाएर, भेटघाट सकाएर ओर्लिँदै गर्दा उहाँले पनि थप्ने प्रयास गर्नुहुनेछ। अरू सुकुम्बासीको हकमा सुकुम्बासीको स्थान सार्दै गर्दाखेरि कहिले सूचना नदिएको होइन, पटक पटक सूचना दिएको, माइकिङ गरेको, जानुस् है तपाईहरु सुरक्षित ठाउँमा बस्नुस्। कति साँच्चीकै उहाँको घरबार विहीन हुनुहुन्छ भने त यो देशको सरकारको जिम्मेवारी हो नि। घाँस, बाँस, कपास, रोजगारी त जिम्मेवारी हो, उहाँहरूले पाउनुपर्ने आधारभूत अधिकार हो। त्यसप्रति सरकार प्रतिबद्ध छ, गम्भीर छ। तर ढलको छेउमा बाढी आउने जोखिमपूर्ण स्थानमा नागरिकलाई राखेर यो राजनीतिक भोट ब्याङ्कको गेम खेल्नु चाहिँ त्यो गलत हो। त्यो विगतदेखि गरिआएको हो, अरू दलले गरिरहेको हो, प्रयोग गरिराखेको हो। त्यसैले गर्दा यसलाई सुरक्षित तरिकाले, सरल तरिकाले ती नागरिकहरूलाई
भविष्य केन्द्रित भएर रोजगारी घाँसपास कपास केन्द्रित भएर स्थानान्तरण गर्नुपर्छ भनेर त्यो प्रक्रिया सुरु गरेको। यसमा मैले लेखेको बुँदाहरूमा पनि उल्लेख गरेको छु कि एउटा विशेष आयोग बनाएर यसलाई व्यवस्थित तरिकाले अगाडि बढाउने कार्यविधि बनाएर सो द्याट मान्छेहरूलाई अब के हुन्छ भन्ने अन्योलता नरहोस्, अब यस्तो हुन्छ भन्ने कुरा त्यो क्ल्यारिटी, त्यो निश्चितता होस् भनेर आयोग बनाउने तयारी पनि पहल पनि भइराखेको छ। यस्तै यस्तै कुराहरू लगायत अरू विभिन्न कुराहरूमा सरकार र यस पार्टीबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि सभा सदस्य बीच एउटा समन्वयको भूमिका निर्वाह गर्नलाई 2 जना सचेतक र प्रमुख सचेतकको ध्यानकर्षण गराउनु भएको छ। साथै 7वटै प्रदेशबाट प्रतिनिधित्व गर्ने एक जना सांसद र केन्द्रबाट केही राखेर 9 वा 11 सदस्य समन्वय गर्नको लागि समिति बनाउने परिकल्पनामा छलफल पनि भएको छ। यस्तै कुराहरूमा छलफल भएको छ। एउटा कुरा भन्दै टुङ्ग्याउन चाहन्छु कि एउटा हिन्दीमा उखान छ, बात करने से बात बनती है। त्यसैले गर्दा यो कुरा, यो संवाद नेता, सांसदहरू, समिति सभापतिहरू लगायत एक आपसको बीचमा यो संवादहरू जारी रहोस् र मान्छे अन्योलता र असमञ्जसतामा बसिरहन बाध्य नहुन् नेताहरू। र अर्को कुरा, यो सबै कुराको निराकरणको लागि सभापतिज्यूले आज नै महामन्त्री र प्रमुख सचेतकज्यूलाई निर्देशन दिनुभएको छ कि एउटा समय अन्तरालमा सकिन्छ भने हरेक सप्ताह एउटा मन्त्रालयगत रूपमा ती मन्त्रालयको जिम्मेवार मन्त्री र सचिवहरू लगायतको उपस्थितिमा एउटा अन्तर्क्रिया निरन्तर रूपमा गर्ने। जस्तै सुरुवातमै अर्थ मन्त्रालयबाट गर्ने, किनकि अहिले अर्थ मन्त्रालय धेरै सान्दर्भिक छ, बजेट निर्माणको क्रममा रहेको हुनाले अब अर्थमन्त्रीज्यू, सचिवज्यू लगायत ती विभागमा प्रमुख जिम्मेवारीमा रहनुभएको कर्मचारीहरू सहित राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा पिरियोडिकल डिस्कसनहरू गर्नेछ र यसले चाहिँ थप केही कुराहरूको सङ्कोच छ, अन्योलता छ भने त्यसलाई र कुनै सूचनाको कमी छ, जानकारी अनुभवको कमी छ भने त्यसमा सहज वातावरणको सृजना गर्नेछ भनेर यो कुराको पनि परिकल्पना गरेर आज नै निर्देशन पनि दिइसक्नु भएको छ। अब खास गरेर विपक्षी दलहरूले चाहिँ